हजुरको प्यार भाइ हैन ब्लू मर्सिडिज हैन अहिले हाम्रो आँखाको अगाडिबाट ब्लू मर्सिडिज गएको छ अनि त्यसपछि आज चाहिँ हामी जाँदैछौँ हैन त्यतिकै हैन उयो गाडीहरु हैन हेर्नु सक्नुहुन्छ हैन यो गाडी कुन भन्दाखेरि हैन आवाज पनि सुन्नुभयो होला हैन अलिअलि यस्तो बगाल गाडी हैन लास्ट भन्दा गाडी र अघि चाहिँ मैले रोल्स रोयस पनि देखेको थिएँ हैन र मेरो टिकटक च्यानलको नाम पनि छ अनमोल सुवेदी सो त्यहाँ गएर पनि हेर्न सक्नुहुन्छ र मैले गाडीको कति हालेको छु हैन तीनटा छ हैन एउटा BMW छ हैन एउटा मर्सिडिज बेन्ज छ हैन रेड कलरको अनि त्यहाँ पछाडि चाहिँ मैले चाहिँ अहिलेसम्म जापानमा आएदेखि हैन अस्ति पनि मैले के भन्छ देखेँ के भन्छ गाडीको नाम जीवाङ्गन देखेको थिएँ ब्ल्याक कलर हैन अनि त्यसरी आज चाहिँ ब्लू कलरको देखेँ हैन सरी हैन तपाईलाई देखाउन यहाँ चाहिँ ट्रेनको पट्टी छ सो उतो गाडी चाहिँ कुन हो अङ्कल उतो गरेको यस्तो क्राउन उतो चाहिँ हैन र हामी चाहिँ जाँदैछौँ रमाइलो गर्दै खाली छ अङ्कल हेरेर सक्नुहुन्छ हाम्रो स्पिड अघि ओइ कस्तो राम्रो छ हैन यहाँ हैन खोला थियो यो रेलवे ट्र्याक हैन यो चाहिँ सो म चाहिँ जाँदैछु अब यो कता यता लानुहुँदैछ हैन अङ्कलले हामीलाई हैन यतापट्टि यो चाहिँ रेलवे ट्र्याक सो हेर्न सक्नुहुन्छ गाइस हामी जब जाँदैछौँ यतातिर ठुलो नजिक पाइयो त यार हेर्न सक्नुहुन्छ खोला भनेको नानी आऊ भनेर मैले भनेको नि आऊ भनेर तिम्रो साथी भेटिसक्यो आज ल जाम खेल्नु एकछिन ला खेल्नु एकछिन ल अब के हामी चाहिँ खेल्न आँटेको छौँ हामी चाहिँ पार्कमा आइसक्यौँ अब हामी एकछिन पार्कमा घुमेर समाएर बस्छौँ हैन हिँड्नु होला हजुरहरू अङ्कल यहाँ ब्याम्बु न लिएर आउँथ्यो यार अनि गाइस गाह्रोमा चाहिँ खेल्नु अनि अब चाहिँ हामी निक्लिन आँट्यौँ ल मैले सिट बेल्ट चाहिँ खोलेँ अब म बाहिर निक्लिँदैछु ए बाहिर यस्तो म ठ्याक्कै निक्लिसकेको छु हैन सो अब म ढोका बन्द गर्न जाँदैछु र यहाँ चाहिँ हामी 4 जना छौँ हैन सो मम्मी बाबा चाहिँ हुनुहुन्न हैन हामी 4 जना हो म चाहिँ अनि जापानमा अनि हेर्न सक्नुहुन्छ यी हामी यहाँ आएको छौँ क्या गाइस हामी यहाँ आएको छौँ क्या यहाँ सो हेर्न सक्नुहुन्छ अनि त्यहाँ पछाडि म यहाँ यस्तो खेलेँ अलिकति रमाइलोको लागि यो खेला जाँदैछु टिङ्का टिक्का न टिङ्का टिक्का न टिङ्का टिक्का न टिङ ओए आउनु त कस्तो राम्रो होइन अनि जानुहुन्छ अङ्कल माछा मार्दैछ बुढोले माछा मार्दैछ अनि यहाँ एउटाले मान्छेले माछा बाँधेछ अनि हामी चाहिँ आउँदैछौँ होइन यहाँ चाहिँ कस्तो लामो के हो यहाँ हेर्न सक्नुहुन्छ माछा मार्दैछ एउटा बुढोले जानु भयो त भन्नु कत्रो लामो डोरी हाँस पकाने गरेको दिदी हाँस पकाने गरेको लास्ट कहाँ पुऱ्यायो यार लास्ट लामो डोरी हुन्छ नि कहाँ ल्याउनु भएको अङ्कलले चाहिँ हामीले अलिकति पुलिया त नानीलाई यस्तै फाल्दिने अनि ल्याउनु जाने छुट्टी कुरा हो होइन यस्तो जुरुक्क कस्तो लाग्यो नानी बेजुवान बच्चाले यस्तो मारेको उता त बाटो रहेछ अनि हेर्नु गाह्रो त अब
म त मरे जाने यो ब्याडमिन्टन लिएर चाहिँ खेला हुने रहेछ है रङ्गल यस्तो ठाउँमा खुल्ला ठाउँमा जहाँ मन लाग्यो त्यहीँ गएर खेल्यो क्या तिनीहरू त्यसको प्र्याक्टिस गर्दैछन् उनीहरू मम्मीलाई ल्याउने भन्ने भइहाल्यो उनीहरूको म्याच हुन्छ क्या म्याच हुन्छ जाने हो जालिस के त्यही बाटो हुँदै गाली सर टेन्सन कहाँ निस्किन्छ भन न टेन्सन नगर कहाँ निस्किन्छ उ भन त्यहाँ न यो उ थाहा छ खनबाट हैन दोक्यो पहिला बन्द भएको ए त्यहाँ निस्किन्छ कत्रो लामो पुरा आम्मु हेर्नु कत्रो आम्मु कत्रो पुरायो बारबी खुला छैन नि हाम्रो स्कुलको हो ए हाम्रो स्कुलको हो क्या यो सब दुइटै हाम्रो स्कुलको चिप्लेटी ल गाइस म चिप्लेटी खेल्न जाँदैछु अब म लड्यो भने मेरो फोन फुट्ला होइन म त चिप्लिन्छु भगवान देखाऊ होइन यहाँ चाहिँ आएर बस्नु भनेको झन् म चाहिँ यहाँबाट यहाँ मरे यार हेर्नु होइन यस्तो छैन यहाँ चाहिँ यत्रो ठुलो छ दिदी एकछिन निक्लिनु न म पनि खेल्ने यसमा चाहिँ फेरि बसी यसमा टन 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 होइन अनि हामी बसेको जो चाहिँ पार्क होइन पार्कमा आएको हामी चुपचाप आएर गयो टिङ्क टिङ्क ग्राउन्ड हाम्रो कब्जामा छ यसो घुम्नु न चारैतिर दिदी एकचोटि घुमेर नि के भेटाभेटी खेले अङ्कल खेल्यौँ भेटाभेटी हामी भेटाभेटी भेटाभेटी खेल्छु अब ड्राइभर मान्छेले छैन कि यही त हो नि बारबिक्यू गर्ने हो ग्यासको सुविधा छ टोइलेट छ यत्रो पार्क रहेछ अनि बारबिक्यू गर्नु यत्रो छ होइन होइन यहाँ आफै ल्याउने चाहिने सामान आफै ल्याउने बारबिक्यूको सिजन भएको बेला चाहिँ आउनु थाल्यो अब खुल्छ अब बिस्तारै यहाँ टोइलेट सोइलेट सफा गरिसक्यो के छ यहाँ खेल्ने चाहिँ अङ्कल सब सुविधा खाएर यहाँ त पिकनिक हो पिकनिक बनाउन आउने राख्दैछ हो त्यो विदेशीहरू खतरा नै छ त यो बाटो त आम्मो खतरा रहेछ आम्मै क्याम्पिङ गरेर गाडी नै लग्नु मिल्छ यति भन्नु हेर्न मन लाग्छ यहाँबाट छिर्ने रहेछ मेन चाहिँ के छ यो चाहिँ सप होला निहङ्गमा ला यो त माथि हो यही हो यी गोहाको होइन ए यही चाहिँ न त्यो ब्लू कलरको चाहिँ 250 यसको यसको त 7,000 भनेपछि थोरा भयो यता चाहिँ के छ यता यसको 7,000
ये ट्रेन हो त्यो यहाँ आउने चलो 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 ये ट्रेन गाइस अस्ति भर्खर मैले देखेको अझै हामी ठाउँमा थियौँ र मेरो अम्लामा हेर्न सक्नुहुन्छ होइन म यसरी पनि यस्तो अम्लामा पनि भ्लग बनाइरहेको छु होइन अब रात पर्यो त्यहाँ पछाडि बस एकछिन हामी गरौँ जाम गाडी लिएर आउँछौ तिमी हामी जाँदै गर्छौँ ल चाबी ल त्यही गाडीमा तिमीकै गाडी लिएर माथि आऊ के हामी कहाँ माथि माथि? निस्किन्छौँ माथि किन माथि जाने हो र यतिकै हिँडौँ न कस्तो रहेछ हामी भन्नु त यहाँ त सिन्ताकटोको स्टेसन यहाँ हेर न बल सिन्ताकटोको उला। स्टेसन कुन बोलो याक्युको बल हो यार है त्यहाँ राखिदेऊ यार त्यहाँ राखिदेऊ केही यार हुन्न कि एकछिन खेलौँ न खेलौँ हिँड पहिला माथि गएर केही हुन्न हो बुढी त्यो पनि त्यही नछौ के फोहोर हुन्छ यार के हुन्छ यार गाई चाहिँ हामी कहाँ आइसकेको छु यार यहाँ कहाँ आइपुग्यौँ क्या हामी यस्तो छ कहाँ जान्छ क्या यो उही माथि पुग्छ कि स्टेसनमा स्टेसन ताकातोको स्टेसन सिन्ताकटोको स्टेसनमा पुगिन्छ कि उयो माथि मेहनत गरेको हो यो बनाउनु लास्ट स्टेसनबाट सिधै आउने बनाएको हो के भाइ बास सास लगाएर होइन भएर पलटी कस्तै चढ्दै लड्दै पढ्दै जाने होइन गाई चाहिँ यो यो हामी स्टेसनबाट आवा हुँदैछ बडी ल्याङल्याङ कोही गर्ने भट्टा पनि रहेछ प्याट्टा हान्नुलाई तर स्टेसनबाट डाइरेक्ट आउने बनाइदिएको हो नि राम्रो हो नि हामी नेपालमा आली आली हिँड्ने जस्तो लास्टको डिजाइन भन्दा लास्ट राम्रो डिजाइन हो अङ्कल लास्टै हो यो त आइए जान्दै मऱ्यो म स्टेसन छ कस्तो नजाके त हिँड्नु भनेको के तिमी चाहिँ आऊ के गाडी लिएर जाऊ ए भ्लगमा देखाएको त्यो यस्तो गर्नु न अङ्कल तपाईँ र म स्टेसनमा जाऊँ होइन हामी किन स्टेसन हिँड ल जाऊँ अहिले तिमीहरू दुईजना फर्केर गाडी लिएर आउनु ल तल्लोबाट जाने निश्चय उताबाट जाऊँ न हामी दुईजना गाडीमा जानुपर्छ ल अङ्कल नभए ट्रेनमा आइनुहुन्छ दुईजना नै ट्याक्क ट्रेन आउँछ है च्याङ 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 उता झर्ने नि प्लिज क्या अङ्कल पानी छ अङ्कल हामी गाडीमा जाऊँ क्या दिदीहरूलाई लिने एकछिन यहाँ माथिसम्म हामी मलाई तान्ने त गाइस हामी स्टेसन आइपुग्यौँ गले स्टेसन भनेको थियो नि गाइस स्टेसन गाइस स्टेसन कति सानो स्टेसन होइन गाइस लास्ट सानो छ स्टेसन यो स्टेसनमा त 2 डिब्बा आउँछ होला अङ्कल 2 डिब्बा ल उ त गाडी होइन गाइस फालेको यस्तो राम्रो गाडी पनि फालिरहेको थियो नि त बिग्रेर पुरानो जमानाको गाडी हेर्नु होइन उ त गाडी हो गाडी यो गाडी भर्खर देखाएँ मैले यो गाडी यस्तो राम्रो गाडी फालिरहेको नि बरु भन्दा अलिकति बनाइदिनु नि यहाँ फालिदिएको यो गाडी सो पिसको लागि कति सानो स्टेसन जाने माथि तपाईँ दुई यहीँमा बस्नु न त हामी गाडी लिएर आउँछौँ ऊ चाहिँ मने तल बस्छौँ के हो ल हिँड्नुपर्छ क्या अलिअलि फेरि कुन कम्पनीको गाडी रहेछ यो चाहिँ फेरि पुरानो गाडी क्रेटा कम्पनीको गाडी लगानी चाहिँ त्यो जापानिजहरूले च्याम्पु जो भएर चाहिँ यस्तो पाराले बनाहाला है यस्तो बार सार लाएर बनाएको नि त नत्र पनि त उसले नै बनाउँथ्यो नि के सिमेन्टले नै बनाउँथ्यो नि
यो सिमेन्टले बनाउन नसकेर बनाएन नि यस्तो स्ट्यान्डले यस्तो बनायो नि यसको यो अलि जङ्गलमा आएको जस्तो फिल होस् अलिकति खतरा बनाइदिएछ है भन्नै पर्छ क्या होइन अङ्कल यो जरा हेर्नु न त कालो जरा कस्तो देखिँदैछ यार नागिन सर्प जस्तो देखिन्छ यार भित्रतिर हेर त बुढी सर्प कालो यस्तो बेटर रहेछ त जरा सर्प यस्तो बेटर रहेछ ऊ त गाई सर्प होइन ऊ त सर्प ऊ त कालो सर्प ऊ यहाँ भएदेखि त मजाले उहाँ छ उगाइ छ चारजना भाइ बहिनी सर्प होइन के सर्प होइन क्या जरा निक्लेको हो क्या अङ्कल जराले बेरेको यस्तो गरेको ग्याट चाहिँ तर अङ्कल यो ठाउँ चाहिँ लास्टै राम्रो बनायो नि यता सिमेन्ट लाउनै सकिँदैन लाउन त सकिन्छ कि तर लाएन धेरै खर्च आउँछ भनेर लास हेर्नु यस्तो बाँस सास लगाएर होइन त्यो बाँस पनि यही जङ्गलको तर यसले जङ्गल जस्तो फिल दिएको छ क्या लास्टै जङ्गल जस्तो नेचरको फिल दिन्छ के हजुर नेचरको फिल बडी नेचरको फिल दिने अयो गाइस यार म एकछिनमा तपाईँहरूलाई भेट्छु कि मेरो लास्ट टाइम ल्याएको थियो यार फेरि निक्ल्यौँ होइन अर्कै राइडमा फेरि अर्कै राइडमा 81 हैन नि त यो अगाडिको अब 3000 किलोमिटर हजुर 3000 किलोमिटर त 3 दिन 3000 किलोमिटर कति हो राम्रोसँग सिराबे गर्दा नेपाल त एक फोनको हान्छ यार अनि अहिले चाहिँ यति मात्र होइन रे घुमाउरो है भने दाङबाट बाग्लुङ जम्मा 300 किलोमिटर छ यार यस्तो छ नि हैन है आमा कत्रो टर्निङ के स्टेसन पर पुगिसकेको छु यो खाली रोड छ क्या अङ्कल मलाई स्पिड चलाउनु मन पर्दैन के खासै यस्तो खाली रोड चलाउनु कि मेरो भ्लगको लागि प्लिज अङ्कलले हँसाइगा प्लिज मेरो भ्लगको लागि अलिकति स्पिड कुदाउनु यहाँ छिर्दैन नि गाडी किन छिर्दैन मजाले छिर्छ नि छिराउँछ किन छिराउँदै यो बाटो नि खुब नाटक अगाडि दोक्केबाट निस्कियो के नकला दुःखबाट हामी दोक्कोबाट निक्लिने हो होइन तुम्हारे जापानमा चाहिँ गाडीहरूको कलेक्सन यस्तो हुन्छ क्या गाइस अब हामी यहाँ कट्न आँट्ने ओ नानी दादालाई त लास्टै थर्कायो है अघि है मलाई लास्ट थर्काउँछ अङ्कल लास्टै हो मलाई त लास्टै थर्कायो है बाबा न मलाई लास्ट थर्काउँछ बाबा न मलाई त लास्ट थर्काउँछ हामी त के बोल्नै सक्दैनौँ भने अब कपाल जोगाएर डुट्टो मारे यस्तो यतिको भएन भने त डुबिहाल्छ त्यो जिन्दगी झन्डै अङ्कल यो डब्लु कम्पनीको गाडी चाहिँ कुन हो क्या यो डब्लु उल्टो डब्लु भोल्सवागन डब्लु छ नि कुन कम्पनीको त्यो भी र डब्लु हुन्छ मिक्सेको त्यो चाहिँ भोल्सवागन जर्मनी कम्पनी हो जर्मनी जर्मन ब्रान्ड मर्सिडिज कहाँको थाहा छ है हजुर मर्सिडिज कहाँको जर्मनी BMW पनि जर्मनी हो जर्मनी हो पोर्से पोर्से जर्मनी हो कि कहाँ हो यार इटाली हो कता हो यार फरारी चाहिँ इटाली हो है फरारी त BMW कता हो BMW पनि जर्मनी हो जर्मनी टेस्ला जापानको टेस्ला जापानको हैन कुन हो र हजुर
उसको एलन मस्कको अमेरिका फ्यामिलीमा ल्याएको बाहिर त्यसलाई त्यसले बनाएको लास्ट होइन यहाँ त्यो बन्द त किन हुन्छ पुरा उता अन्तर्जातिको पो हो नि दुनियाँको सबसे अमिर मान्छे अनि लास्ट अमिर मान्छे हो नि बिलियन अम्बानी। बिलियन हाँ? उही कस्तो गाडी अम्बानीको ड्याडी अम्बानीको ड्याडीको ड्याडी इलन मस्क 10टा अम्बानी मिल्नुपर्छ त्यसलाई भेट्न त 10टा अम्बानी मिलेन मान्छेहरू धनी चाहिँ कसरी हुन्छन् हौ हामी धनी ए तिनीहरू भनेको नि दिदी लास्ट त अब के भन्नु अब कसै धनी भयो कसै धनी भयो भने हामीलाई पनि थाहा छैन त्यो त तर त्यसलाई नै गरेर सोध्नु पर्ला पैसा चाहिँ बुहारै छोराछोरीले खर्च गर्दैन त्यहाँ हो पैसा खर्च गर्न त्यत्रो धनी हुन्छन् मान्छे त्यो पैसा खर्च नगरिकन त्यसो भए त त्यसलाई अरे बा 2000 वर्ष लाग्छ अनि त्यत्रो पैसा कमाउनु त पैसा कमाउनलाई होइन हो यो पैसाको पछि भाग्ने होइन पैसालाई चाहिँ पछि भाग्ने बनाउनुपर्छ कसरी बनाउनुपर्छ कसले गरेको हो पैसा लाग्छ होइन आज पैसाको पछि भागे जस्तो कसरी बनाउनु तपाईँको होइन यो तिनीहरू आफै सोगानाइदेश भने एउटाले आगरासी हितो देवा मिसु मुछ्यागेको जाइमासेन देस्ता वारीमासेन मिना कात्तारे के भने हन् आफै कुरा गरे हन् के ल हाम्रो गाउँको जाने Soco, yo कुवासेरे आजकै हो का मम्मी काम गर्नु हुँदैछ रुम गरेकोमा यो यसरी देखाएको अन्त नि सो मिन्न यो कुवासेरे यो भनेर देखाएको के त्यहाँ यस्तरी हो यस्तरी सबले बोल्छन् यस्तै देखाइदे भन्दैछ होइन अर्का स्टेसन आइपुग्यो होइन हो 9:30 बजे 1:30 बजे हो यो 1:30 बजे पठाएको आज है यहाँ त हिजोको देखा त फेरि कत्रो राम्रो चार सय 13 नम्बर त हिजोको यस्तो खतरा हुन्छ तपाईँले हिजो पछि चेक गर्नु होला दिउँसै 3 बजे 1 बजेतिर पठाएको थिएँ अस्ति होइन आजको होइन त्यो होइन तर त हिजोको एस्टरडे भनेर 309 311 401 403 406 भनेर पठाए हिजोको त अस्तिको हो के त्यो चाहिँ अस्तिको हो हिजोको नि होइन के लेखेको छ कहाँ निक्लिनु कहाँ जाँदैछु है म पढेर भन्छु ल फेरि नेपालीमा ए 415 नम्बरमा चेकको समयमा उनले यो छोडे भने बुटसेर आउँदा
शनिबार बोध होइन त टाँसेको के हो अब त्यो के हो देखा नि आज पठाएको आज बिहान 8 बजे हामी चाहिँ रुम आइपुग्नु आँट्यो भने गाइज हामी चाहिँ अब रुम आइपुग्यौँ सो यो भिडियोमा अन्तिम समय भन्नको लागि हजुरलाई होइन धेरै धेरै धन्यवाद र आजको लागि चाहिँ त्यो निलो अक्षरमा लेखेको नि त्यो चाहिँ भुल्नु होला के सायद अब त्यसरी हामी अब जाँदैछौँ सो आजको लागि यति नै सो थ्याङ्क यू सो मच वाचिङ कहिले त के हो आफ्नो जमा भनेर